हेलो साथीहरु, के आज पेट मिची हाँस्ने हैन त? यी मुभीहरु हेरेर हो। यी मुभीहरुको लिंक चाहिँ तपाईहरुलाई चाहियो भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ मैले टप 5 मुभी लिएर आएको छु। एकदम फुल अनकमेडी छ है त साथीहरु। भिडियो चाहिँ एकदमै लास्टसम्म हेरिदिनु होला। पहिलो नम्बरको मुभीको नाम रहेको छ द फ्री गाई। यो मुभी चाहिँ 2021 मा रिलिज भएको थियो भने यसको चाहिँ आईएमडीबी रेटिङ रहेको छ 6.1 आउट अफ 10। यो मुभी चाहिँ डिज्नी प्लस हटस्टारमा हिन्दी डबिङमा हेर्न सक्नुहुन्छ। त्यस्तै गरी दोस्रो मुभीको चाहिँ नाम रहेको छ सेन्ट्रल इन्टेलिजेन्स। यो मुभी चाहिँ रिलिज भएको थियो 2016 मा भने यसको आईएमडीबी रेटिङ रहेको छ 6.3 आउट अफ 10। यो मुभी चाहिँ तपाईहरुले प्राइम भिडियोमा हिन्दी डबिङमा हेर्न सक्नुहुन्छ। यसमा चाहिँ डर पनि छन् है त साथीहरु। अब त्यस्तै तेस्रो नम्बरको मुभीको नाम रहेको छ राइट अलोङ। यो पनि एकदम फुल अनकमेडी मुभी छ साथीहरु र यो मुभी चाहिँ रिलिज भएको थियो 2014 मा। यसको चाहिँ आईएमडीबी रेटिङ रहेको छ 6.1 आउट अफ 10। यसमा चाहिँ कलाकारहरु चाहिँ आइस क्यूब र केभिन हार्ट छन्। एकदम बबाल कमेडियन कलाकारहरु हुन् साथीहरु। यो मुभी चाहिँ नेटफ्लिक्समा तपाईहरुले चाहिँ हिन्दी डबिङमा हेर्न सक्नुहुन्छ। अब त्यस्तै गरी अर्को मुभीको नाम रहेको छ द हिटम्यान बडीगार्ड। यो मुभी चाहिँ रिलिज भएको थियो 2017 मा। साथीहरु, तपाईहरुलाई कमेडी प्लस हल्का फल्का एक्सन मुभीहरु हेर्न मन पर्छ भने यो मुभी चाहिँ मिस नगर्नु होला। यसको चाहिँ ओटीटी प्लेटफर्म चाहिँ रहेको छ लायन्सगेट प्ले, जहाँ चाहिँ तपाईहरुले हिन्दी डबिङमा हेर्न सक्नुहुन्छ। अब त्यस्तै 5 नम्बरको चाहिँ मुभीको नाम रहेको छ जुमान्जी वेलकम टु द जंगल। यो मुभी चाहिँ हेर्नु भएको छैन भने चाहिँ एकदमै हेर्नु होला है साथीहरु। यसमा चाहिँ सबै चीजहरु छ का, एक्सन पनि छ, कमेडी पनि छ र यसको चाहिँ आईएमडीबी रेटिङ पनि 6.9 आउट अफ 10 छ साथीहरु हैन। यसमा चाहिँ डर पनि छन् का, डिवाइन जेन्सन र यी मुभीहरुको चाहिँ लिंक चाहियो भने चाहिँ मलाई कमेन्ट गर्नु होला, जहाँबाट चाहिँ फ्रीमा डाउनलोड गर्न सक्नुहुन्छ है त साथीहरु।